हेलो साथीहरु, नमस्ते। धेरै पछि फेरि एउटा मैले भिडियो बनाएर ल्याएको छु। आजको भिडियो चाहिँ यो एसआई प्यानल नेपाल लिमिटेड नेप्सेको एकदमै ट्रेनिङको स्टक हो है। यसको बारेमा चाहिँ आज हामीले 1 महिनाको ब्रोकर होल्डिङ्स के कस्तो रणनीति छ ब्रोकरहरुको चाहिँ स्मार्ट मनी कन्सेप्टले के बताउँछ र यसको प्राइस चाहिँ कतिसम्म पुग्न सक्छ, यो आधारले यो रफ्तारले बढ्यो भने चाहिँ अथवा यसको मूल्य चाहिँ कहिले करेक्सन आउँछ अथवा कहिले घट्न सक्छ भनेर चाहिँ एउटा एजम्पसन गर्नु गइरहेको छ। भिडियोलाई चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्दै जानु होला है। ल यो ग्राफको बारेमा चाहिँ यो ग्राफको चाहिँ ब्रोकर होल्डिङ्स र ब्रोकर नम्बर हो है। यसको बारेमा चाहिँ हामीले डिटेल रूपमा चर्चा गर्नु गइरहेको छ। 1 नम्बरमा जाउँ हामीले चाहिँ ओभरअल मार्केट स्ट्रक्चर है, बिग पिक्चर के छ यसको चाहिँ। प्राइस ट्रेन्ड चाहिँ निरन्तर बढ्दो छ है, बुलिश स्ट्रक्चर छ। र यसको की अब्जर्भेसन चाहिँ धेरै ब्रोकर्सले हाई बाई गरेको छ प्लस कन्ट्रोल सेल गरेको छ। यसको मतलब के देखाउँछ भन्दाखेरि चाहिँ स्मार्ट मनी कन्सेप्टको चाहिँ एउटा पोइन्ट चाहिँ यो पनि हो साथीहरु है। किनभने अहिले चाहिँ अहिलेको कन्टेक्स्ट अहिलेको नेप्से ट्रेडिसनल कन्सेप्टको छैन है, एकदमै चलाक छन् लगानीकर्ताहरु चाहिँ। र यसले चाहिँ के देखाउँछ भन्दाखेरि चाहिँ डिस्ट्रिब्युसन नभइकन एकुमुलेसन फेज अझै सकिएको छैन जस्तो देखाइरहेको छ। यसले चाहिँ एकुमुलेसन फेज चाहिँ अझै सकिएको छैन, यसको चाहिँ त्यस्तो देखाइरहेको छ यसले है। नम्बर 2 मा जाउँ। टप एकुमुलेटर्स है, स्ट्रङ ह्यान्ड्स कसको छ स्मार्ट मनीमा चाहिँ 14 नम्बर ब्रोकरको हेर्नुलाई 1,50,501 किता चाहिँ 1095 को दरले किनेर राखेको छ है। भने 1,16,761 चाहिँ 1159 को दरले बेच्दै आइरहेको छ है। र यसको होल्डिङ चाहिँ 33,740। ल यसको चाहिँ क्लियर के हो भन्दाखेरि चाहिँ ब्रोकर नम्बर 14 ले चाहिँ सबसे बढी होल्डिङ गरेर राखेको छ है। 33,740 चाहिँ होल्डिङ गरेको छ र यसले प्रॉफिट बुक गरे पनि हेभी होल्डिङ्स राखेको छ है। यो चाहिँ स्मार्ट प्रॉफिट बुकिङ गर्ने तरिका हो यसको चाहिँ है। यसले प्रॉफिट बुक गरे पनि होल्डिङ्स चाहिँ राखेको छ यसले चाहिँ। त्यसैगरी दोस्रो नम्बरमा जाउँ। ब्रोकर नम्बर 32 1,37,191 किता चाहिँ यसले बाई गरेको छ 1058 को दरले र 1,05,079 किता चाहिँ सेल गरेको छ 1209 को दरले चाहिँ यसले सेल गर्दै आइरहेको छ है। र 32,112 किता चाहिँ यसले अझै पनि होल्डिङ्स राखेको छ है। यसले चाहिँ के देखाउँछ भन्दाखेरि लो एभरेज बाई है, एभरेजिङ बाई चाहिँ एकदम लो छ र प्लस हाई एभरेज सेल है। यो चाहिँ स्मार्ट मनी, यो चाहिँ स्ट्रङ स्मार्ट मनी कन्सेप्टमा लागू भइरहेको छ यो सिद्धान्त चाहिँ। र 17 नम्बर ब्रोकरले पनि सेल भन्दा बढी बाई गरेको छ। अरु हेरौँ हामी। त्यस्तै गरी हाई कन्भिक्सन होल्डर्स है, नो प्यानिक सेलिङ है। यो ब्रोकरहरुले चाहिँ मार्केट स्ट्रेन्थमा विश्वास देखाएको छ है। जस्तै ब्रोकर नम्बर 19 ले चाहिँ एकदम बाई गरेको छ, 13 नम्बरले बाई गरेको छ, 60 नम्बरले बाई गरेको छ, ब्रोकर नम्बर 28 ले बाई गरेको छ, 71 नम्बरले बाई गरेको छ। र यिनीहरुले चाहिँ बजारमा चाहिँ एउटा विश्वास कायम गरेको देखाएको छ यो स्टकमा चाहिँ, प्यानिक सेल गरेको छैन यसले चाहिँ। त्यसैगरी होल्डिङ चाहिँ एकदम सिग्निफिकेन्ट छ यिनीहरुको है। त्यसैगरी डिस्ट्रिब्युसन चाहिँ सुरु भएको छैन, अझै सेल गर्न लागेको जस्तो चाहिँ देखेको छ अहिले पनि है। त्यसैगरी विक आउट ट्रेडिङ ओरिएन्टेड ब्रोकर्स भनेको चाहिँ 34 नम्बर ब्रोकर, यी ब्रोकर्सले चाहिँ फ्रिक्वेन्टली इन आउट गरेका छन् है। 34 नम्बर ब्रोकर 57 र 50 नम्बरले चाहिँ फ्रिक्वेन्टली इन गर्दै आउट गर्दै अलिकति थोरै मार्जिन भए पनि नाफा बुक गर्दै बाहिर निस्केको फेरि किनेको जस्तो गरेको देखिन्छ है। त्यस्तै गरेर यसको चाहिँ अब कस्तो छ भन्दा प्राइस एक्सन प्लस होल्डिङ कोरिलेसन चाहिँ के कस्तो छ यसको है। प्राइस बढेर ब्रोकरको होल्डिङ चाहिँ स्टेबल भएर अथवा बढ्यो भने स्ट्रङ बुलिश हुन्छ है, स्ट्रङ बुलिश हुन्छ। त्यसैगरी प्राइस बढेर होल्डिङ चाहिँ अलिकति स्लो है, स्लो होल्डिङ अथवा प्रॉफिट बुकिङ भयो भने हेभी प्रॉफिट बुकिङ हुन्छ। त्यसैगरी प्राइस बढेर ब्रोकर होल्डिङ चाहिँ फास्ट डिक्रिज भयो भने चाहिँ डिस्ट्रिब्युसन स्टार्ट हुन्छ यसको चाहिँ। त्यसैगरी प्राइस घटेर होल्डिङ ब्रोकर होल्डिङ चाहिँ बढ्यो भने चाहिँ यसको एकुमुलेसन हुन्छ है। र प्राइस घटेर ब्रोकर होल्डिङ पनि घट्यो भने विक स्टक हुन्छ है। यो सिद्धान्त चाहिँ यसमा पुरै लागू भइसकेको देखिन्छ है। र अब जाउँ स्मार्ट मनी कन्क्लुजन है। एडभान्स भ्यूमा के एसआई प्यानल चाहिँ एउटा कन्ट्रोल बुलिश स्टक जस्तै एकदम कन्ट्रोल तरिकाले एकदम अगाडि बढिरहेको छ है। यो एउटा मात्रै ब्रोकरले चलाइरहेको छैन कि धेरैवटा ब्रोकरको मिक्स छ यसमा चाहिँ। धेरैवटा ब्रोकरले चाहिँ एग्रेसिभ तरिकाले बाई गरेको जस्तो देखिन्छ यसले चाहिँ। नो हेभी डिस्ट्रिब्युसन एट अहिलेसम्म चाहिँ हेभी सेलिङ आएको छैन यसमा चाहिँ। त्यसैगरी मन्थली होल्डिङ्स डाटा कन्फर्म्स एकुमुलेट अन डिप्स यो स्टक चाहिँ एउटा रिटेल लिड र्याली चाहिँ होइन है। यो चाहिँ स्मार्ट मनी ड्रिभन र्याली हो है। यो चाहिँ पहिलाको जस्तो कुनै एउटा ब्रोकरले सर्टेन एमाउन्टसम्म पुर्याउने अनि बेच्ने त्यस्तो खालको चाहिँ र्याली होइन यो चाहिँ है। त्यो चाहिँ कन्फर्म भइसकेको छ। यो चाहिँ एउटा स्मार्ट मनी ड्रिभन र्याली हो अहिलेको है, नयाँ कन्सेप्ट हो चाहिँ। त्यसैगरी
ब्रोकर होल्डिङ बेस्ट प्रोजेक्सन। अब हामी चाहिँ लजिक लगाउँछौँ है, यसको चाहिँ कतिसम्म प्राइस पुग्न सक्छ अथवा यसको एक्सपेक्टेड जोन कति छ है, यदि घट्यो भने चाहिँ कतिसम्म मा आउन सक्छ र यसको चाहिँ एउटा रेजिस्टेन्स लेभल सपोर्ट लेभल चाहिँ के कस्तो देखिन्छ है। सिनेरियो नम्बर 1 मा नर्मल बुलिस कन्टिन्युसन भयो भने चाहिँ यो चाहिँ मोस्ट प्रोबेबल कन्डिसन हो, यो चाहिँ एकदम प्रोबेबल हुने कन्डिसन छ। एउटा नर्मल बुलिस चाहिँ कन्टिन्यू भयो भने चाहिँ टप ब्रोकर्स होल्डिङ स्टेबल है, कन्डिसन चाहिँ के भयो भन्दाखेरि टप ब्रोकर्सले यदि टप ब्रोकर्सहरूको चाहिँ होल्डिङ स्टेबल भयो र प्यानिक सेल भएन भने चाहिँ र भोल्युम नर्मल आयो भने चाहिँ 1550 देखि 1650 सम्म जान सक्छ। यसको चाहिँ किन भन्दाखेरि चाहिँ एभरेज बाई नै 1050 देखि 1150 मा छ र करेन्ट प्राइस 1410 मा पनि ब्रोकरले जम्मा 25 देखि 30% चाहिँ प्रफिट बुक गरेका देखिन्छ है। र यसको चाहिँ कोल्ड होल्डिङ्स राखिरहेका छन् है, अहिले पनि होल्डिङ्स चाहिँ भइरहेको छ। यो चाहिँ लजिक हो है सिनेरियो 1 को। त्यसै गरी सिनेरियो 2 मा है एक्सटर्न मोमेन्टम है, इफ भोल्युम स्पाइक्स है कन्डिसन है, रिटेल इन्ट्री एग्रेसिभली है, ब्रोकर्स सेल स्लो है, न्यू सेन्टिमेन्टल र पोजिटिभ, एक्सपेक्टेड स्ट्रेन्थ जोन भनेको चाहिँ 1750 देखि 1850 सम्म चाहिँ यसको चाहिँ रेजिस्टेन्स लेभल 2 भनेर बुझौँ है। फर्स्ट सिनेरियोमा चाहिँ हामीले हेरिहाल्नु कति हुन्छ, यो चाहिँ रेजिस्टेन्स लेभल 2 चाहिँ 1750 देखि 1850 सम्म पुग्न सक्छ। किनकि तब यो मात्र सम्भव किन छ भन्दाखेरि ब्रोकर नम्बर 14 र 32 ले चाहिँ होल्डिङ घटाइदिनु भन्यो र सेल एभरेज अझै माथि राख्यो भने चाहिँ 1750 देखि 1850 सम्म पुग्न सक्छ। अब हामीले यस्तो सिनेरियो 2 मा के हेर्नु पर्यो भन्दाखेरि चाहिँ 32 नम्बर ब्रोकर र 14 नम्बर ब्रोकरलाई चाहिँ एकदमै निहालेर वाच गर्नु पर्यो है अहिले इन्ट्री गर्दाखेरि चाहिँ। सिनेरियो नम्बर 3 है, अब डिस्ट्रिब्युसन स्टार्ट्स अथवा रिस्क जोनमा चाहिँ के कस्तो छ, वार्निङ साइन्सहरु सिग्नलहरु चाहिँ के हुन्छ। जस्तै ब्रोकर नम्बर 14 र 32 अघि पनि कुरा गरेँ मैले, एकैचोटि 20 देखि 30% घट्यो भने है उनीहरुको होल्डिङ चाहिँ, त्यस्तै गरी सेल क्वान्टिटी चाहिँ सार्पली बढ्यो भने तब मात्रै हुन्छ। जस्तै 1400 माथि टिक्न गाह्रो भयो भने पुल ब्याक जोन आउन सक्छ भने चाहिँ 1410 भन्दा माथि टिक्न गाह्रो भयो भने चाहिँ 1280 देखि 1320 सम्म चाहिँ तानिन सक्छ। अहिले यो सिग्नल चाहिँ छैन है, यो चाहिँ अहिले तत्काल लागू भइसकेको छैन। यो चाहिँ यो कन्डिसन चाहिँ 14 नम्बर ब्रोकर र 32 नम्बर ब्रोकरले चाहिँ एकैचोटि 20 देखि 30% चाहिँ आफ्नो होल्डिङ्स घटायो भने चाहिँ यो कन्डिसन आउन सक्छ भनेर भनेको छ, तर अहिले आइसकेको चाहिँ छैन यो चाहिँ है। ल अब चाहिँ हामी है यो चाहिँ इजी टु रिमेम्बर हो। होल्डिङ स्टेबल चाहिँ 1550 देखि 1650, स्टक मोमेन्टम 1750 देखि 1850 र हेभी ब्रोकर सेल चाहिँ 1280 देखि 1320 सम्म चाहिँ आउन सक्छ। यो चाहिँ ब्रोकरहरूले चाहिँ हेभी सेल गर्यो भने चाहिँ है यो मूल्य चाहिँ हुन सक्छ है। त्यसै गरी इम्पोर्टेन्ट साइकोलोजिकल पोइन्ट है, अब के पोइन्ट चाहिँ हामीले याद गर्ने भन्दाखेरि इम्पोर्टेन्ट कुरो के भन्दाखेरि चाहिँ करेन्ट 1410 है, यो चाहिँ 28% गेन भएको छ। त्यसै गरी स्मार्ट मनीले यस्तो गेनमा सबै बेच्दैनन् है, अहिलेको स्मार्ट मनी कन्सेप्टले चाहिँ 28 देखि यस्तो गेन हुने 3% मार्जिनमा चाहिँ सबै बेच्दैनन्। ट्रेन्ड अझै बाँकी छ भन्ने विश्वास देखिन्छ है। फाइनल एन्सर चाहिँ ब्रोकर होल्डिङ्स अनुसार एसआई प्यानल 1410 बाट 1550 देखि 1650 पुग्ने प्रोबेबिलिटी बढी छ। यो मोमेन्टम आयो भने चाहिँ 1750 प्लस पनि पोसिबल छ जस्तो देखिन्छ है, तर ब्रोकर डम्प नभएसम्म ट्रेन्ड इम्प्याक्ट हुन सक्दैन है। यो चाहिँ भयो हामीले 1 महिनाको ब्रोकरको होल्डिङ्स ब्रोकरको बिहेभियर अनुसारको प्रोजेक्सन गरेको। यसको आधारमा चाहिँ कसैले पनि खरिद बिक्री नगर्नु होला र यसको फन्डामेन्टल पनि हेर्न हामीलाई एकदम जरुरी हुन्छ है। यो चाहिँ एउटा फरेन इन्भेस्टमेन्ट भएको कम्पनी हो। यो कम्पनीले चाहिँ के काम गर्छ, कस्तो कम्पनी हो, यसको बारेमा विस्तृत रूपमा बुझ्नलाई चाहिँ मेरो अघिल्लो भिडियो है, ठ्याक्कै यसकै अघिल्लो भिडियो हेर्नु होला। त्यसमा चाहिँ यो कम्पनीको सबै विस्तृत रूपमा चाहिँ मैले भिडियो हालेको छु। भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।